र यो सब सुरु हुन्छ जब 2081 साल फाल्गुन 7 गते जब हाम्रो पूर्व राजा ज्ञानेन्द्र पब्लिकली आएर यो स्टेटमेन्ट दिनु। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के त्याग गर्नुपर्ने हो, हामी तयार छौं। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौं। यही स्टेटमेन्टको बेसिसमा चैत्र 15 गते काठमाडौँको 3 कुनेमा एउटा आन्दोलन सुरु हुन जान्छ। यो आन्दोलन राजालाई फिर्ता ल्याउनको लागि एउटा शान्तिपूर्वक आन्दोलन थियो, तर सोचेको जस्तो भएन, जस्ट उसको उल्टा भयो र त्यहाँ आम नेपाली जनतालाई फेरि पनि लखेटी कुटपिट भयो। आम नेपाली जनताको व्यापारको क्षति हुन गयो र आज एक्लै भाट भडेनीको 80 लाख भन्दा बढी एउटा त्यो आन्दोलनको कारण क्षति भएको छ र बाँकी आम नेपाली व्यापारीको त के भन्नु।